के गर्नु साथीभाइहरू आज चाहिँ हिजोको पानीले गर्दाखेरि आज होइन हामी चाहिँ यता गाउँतिर आएको के घुम्नलाई भनेर अनि हजुर होइन दाइको गाउँ आएको घुम्नलाई भनेर अनि आज त पानी परेर देखाएको छु दाइलाई पनि देखाएको छु अगाडि अगाडि जानुभएछ स्कुटीमा होइन चट्ट अनि भन्छु क्या अनि यो चाहिँ हामीले पहिलो भ्लगहरू बनाउँदैछौँ कि अनि आज चाहिँ पुरा कुहिरो लगाएर होइन बाटो चाहिँ यस्तो कुहिरोले डम्म भएर होइन चिसो मौसम छ है अनि आज हामी चाहिँ खास गरी यो चाहिँ भैँसी छ है बाटोमा हामीले थोरै देखेको छौँ अनि त्यसपछि अगाडि जति अगाडि गयो हामी जति अगाडि गयो त्यति कुहिरोले ढाकेको छ कुहिरो चाहिँ यस्तो दामी छ मौसम अनि त्यसपछि हामी अब दाइको गाउँ जान्छौँ फेरि अर्को हप्ता पनि भिजिट गर्ने तरिकाले आज चाहिँ हामी चाहिँ अवश्य आउँछौँ बिहानै अनि त्यही भएर आज चाहिँ त गरौँ भनेको दाइको गाउँतिर छु साथीभाइहरू हाल्छौँ अनि त्यसपछि हजुरहरूले च्यानल पनि सब्सक्राइब गरिदिनु सब्सक्राइब गरिदिनु होला चाहिँ हामी दाइको गाउँ घुम्न जाने भनेर किनेको अन्त फेरि हो आज चाहिँ बिहान पख पनि हल्का चिसो पानी परिरहेको थियो नि त अनि त्यसपछि गाउँतिर फेरि आज फेरि कुहिरो लाएर है साथीभाइहरू कुहिरो लाएर अनि यति दामी छ बाटो ढलान गरे पनि होइन राम्रो छ ठुस छ ए ल भन्नुपर्छ उज्यालो त भयो अनि उज्यालो नतान्ने भनेको मैले के गरौँ यस्तो अलिकति तल डुबो जस्तो चौरी छैन भेटिहाल्छ माथि ग्राउन्ड ठुलो छ लाग्दैन मलाई डर मात्रले टाँसेको देख्दा त्यो निकाल्दा सक्छ तान्दाखेरि कस्तो सिरिङ हुने क्या जुगालाई त जति तानो त्यति लामो भइदिन्छ अनि दामी छ यो ठाउँ है साथीभाइहरू यहाँबाट खोइ तल कता जान्छ एकदम कि फेरि एकचोटि बादल नलागेको मौसम अर्को हप्ता अवश्य आउने गरी अर्को हप्ता फेरि भेट्ने बाचा गरी हामी चाहिँ यता सिग्लेस साइड चाहिँ दाइको गाउँ अनि सिग्लेस हामी हिसाबले चाहिँ हामी छुट्टी पऱ्यो भने छुट्टी पऱ्यो वर्कसप काम भएर सर र गाडीमा आउने अनि बेलुका चाहिँ सर त हेर्ने 10-11 बजी यसो हेर्ने अनि बेलुकै पऱ्यो त्यो गर्नुपर्छ उठाउनुपर्छ तर भ्युजहरू पनि यस्तो दामी छ कि होइन हामी त गाउँ घुम्दै हो यस्तो दामी छ यस्तो दामी दामी छ भ्युजहरू है रमाइलो छ अनि हाम्रो चाहिँ यहाँ गाउँ छ कि त्यही अनि त्यसपछि हाम्रो दाको गाउँ गुरुङगाउँ गुरुङगा छ यस्तो मजाले यस्तो बोलेको सुन्न पाइन्छ देख्न पाइन्छ है अनि हामी चाहिँ यसरी भिजिट गर्दै गाउँहरू घुम्दै यहाँ तानिदिउँ त यहाँ छ
रमाइलो छ त्यो राम्रो रहेछ गाउँ ठाउँ होइन अब हामी त गाउँ गाडीमा हो थुप्रै छौँ के अनि यतातिर चाहिँ यस्तो चिसो छ होइन यस्तो छ फेरि बिहान बिहानै हाम्रो लेफ्ट साइड देख्छ यताबाट देख्छ नि पानीले हो क्या यहाँ चाहिँ तलानहरू राम्रो खासै भएको रहेनछ यहाँ चाहिँ होइन साथीभाइहरू राम्रो गरिदिएको रहेनछ यो साइड ठेक्का हुनुपर्छ ठेकेदारहरूको काम त्यस्तै हो छिटो भ्याउन छिटो भ्याउनको लागि है यस्तै गर्छ कि महिना त राम्रो हुन्छ उस्तै हुन्छ होइन साथीभाइहरू गाउँ चाहिँ मलाई चाहिँ साह्रै मन पर्यो कि अन्त यतैतिर बसौँ जस्तो लाग्यो हो गाउँ अनि त्यस पछाडि अब गाउँहरू झन् तल भयो झन् तल झऱ्यो झन् दामी छ है सानो सानो भए पनि गाउँहरू चाहिँ बबाल रहेछ बाटो अनि पहिला त अलि यसरी थियो अरे के भन्छ पछि नै अलि नराम्रो नै थियो भन्नुपर्छ अहिले चाहिँ अहिले अलि दामी देखिएको छ रोड पनि भएको छ चाहिँ विद्यालयको हुनुपर्छ सुरु भएको रहेछ खुट्टाहरू छ है मन्दिरहरू सानो सानो मन्दिर सुरु गराइएको छ होइन यताबाट पनि एयरपोर्ट भनेको मान्छे गाडेको यस्तो सुरु छ है अनि यस्तो अनि ल दाइ पढेको स्कुल पनि छ है गाइस दामी छ है बजाएर खिच न धेरै लामो